Welcome to you a vlog. Subscribe my channel. नमस्ते सम्पूर्णमा म युवराज भक्तको तर्फबाट हार्दिक स्वागत छ। आज पनि फेरि पुनः हामी घुम्न आइरहेछौँ। हामी चाहिँ आज बुनाईको कोतङ जिल्लामा घुम्न आइरहेछौँ। म लगायत मसँग साथीहरू हुनुहुन्छ। अब चाहिँ अगाडिको दृश्य देखाउनेछु। विदाउट डिले लेट्स गो। आज फेरि म पुनः भाइहरूलाई नयाँ ठाउँमा नयाँ उमङ्गको साथमा गाइडको रूपमा घुमाउँदैछु। एकदम गर्व लागेको छ र भाइहरू नयाँ भाइहरू घुम्नको लागि एकदमै उत्साहित छ। यहाँ चाहिँ एकदम दिनको समय मजाले रेस्टुरेन्टमा खाना खाएर आनन्द साथ हामीले गफ गर्दै घुमिरहेछौँ। एकदम आनन्द छ। हेर्नु पार्कहरू हामीले पनि यो जनचेतना पनि हो। यति राम्रो मजाले पार्क बनाउनु पर्छ। हरेक कुरो मेरो भाइहरू इन्ट्रेस्टेड हुनुहुन्छ। उहाँहरू पनि मेरो भ्लगको सदस्यहरू नै हो। त्यसैले गर्दाखेरि उहाँहरू केही समयमै यस ठाउँलाई छोडेर फेरि आफ्नो जन्मस्थानतिर प्रस्थान गर्नु हुँदैछ। प्रस्थान गर्नुभन्दा पहिले मैले चाहिँ मेरो प्यारो भाइहरूलाई घुमाउने निर्णय गरेँ। यो एकदम राम्रो काम, एकदम पुण्यको काम हो। किनभने परदेशको ठाउँमा मजाले घुमाउनु देखाउनु भनेको एकदम राम्रो हो। किनभने उहाँहरू खासै घुम्नु पाउनु भएको थिएन नयाँ भएर। अब केही दिनमै उहाँहरू नेपाल जाँदैछ। त्यसैले गर्दाखेरि उहाँहरूको हरेक भविष्य दिन उज्जवल होस्। अब चाहिँ हामी अलिकति बुनाइमा प्लेन भए पनि अलिकति के छ भने यो सिँढी गएर अलिकति हाइट उठाएको रहेछ। उहाँदेखि भ्यू चाहिँ एकदम राम्रो बन्ने रहेछ। त्यसैले गर्दा हामी सिँढीमा चढ्दैछौँ। गोर्खालीको छोरो हो, उकालो सिँढी चढ्नु, उकालो कुद्नु, उकालो भारी बोकेर हिँड्नु एकदम मजा आउँछ है। पसिना आउँछ, एक्सर्साइज हुन्छ। त्यसैले गर्दाखेरि हामी लगातार गइरहेछौँ। धेरै हिँड्ने बानी नभएर अलिकति घुँडा दुखे जस्तो त भयो हुँदैछ। फेरि पनि हामी लगातार रूपमा जाँदैछौँ। किनभने माथिदेखि चाहिँ मजाले भ्यू पोइन्ट जस्तै हरेक जिल्लाको कुना कुना नर्मल समुद्रहरू देखिनेछ। त्यसैले गर्दा कुनै पनि ठाउँमा उच्च ठाउँमा गयो भने मजाले देखिनेछ। अब हामीले त्यहाँ माथिदेखि चाहिँ तलको दृश्यहरू हामी हेर्नेछौँ। मेरो क्यामेराम्यानलाई विशेष धन्यवाद भन्न चाहन्छु। आज क्यामेराम्यान पनि हुनुहुन्छ। उहाँले मेरो हरेक भ्लगहरू लिनुहुँदैछ। त्यसैले गर्दाखेरि म मजाले मेरो साथीहरूलाई, इच्छालाई, दर्शक श्रोता, हाम्रो भगवान्लाई म मजाको हेर्नु त डान्स एकदम खुसी छु। म मजाले अन्त सुटिङ गर्ने ठाउँ जस्तो छ। अब सुटिङ पनि गर्नु पर्ला जस्तो भइरहेछ। हरेक मान्छेले गर्यो भने हरेक चिज हुने रहेछ, गरेन भने चाहिँ झन् साह्रो अल्छे भइने रहेछ। म पनि धेरै भ्लग बनाउनु पनि अबले के छ भने पहिलेभन्दा अलिकति अल्छे भइरहेको छु। किनभने जति अल्छे गर्यो त्यति नै अल्छे भइँदो रहेछ। त्यसैले गर्दा मैले निरन्तर दिँदैछु। कति काम कुरो हुन्छ, के हुन्छ, अल्छी लाग्छ नि। तर थालेको कामलाई चाहिँ हामीले पुनः सक्ने हाम्रो प्रतिबद्धता हुनुपर्छ। कुनै पनि थालेको। त्यसैले गर्दाखेरि म पछि हटेको छैन। नभए त कति अब मिहिनेत गऱ्यो, खाइ नखाइ क्यामेरामा क्याप्चर गऱ्यो मान्छेले हेरि नै दिँदैन। त्यसैले गर्दाखेरि धेरै युट्युबरहरू, सानो सानो युट्युबरहरू चाहिँ मोटिभेट भएको छ। त्यसैले गर्दाखेरि मेरो साथीहरू, भाइहरू पनि मजाले फोटो भिडियो लिइरहेको छ। किनभने ठुलो युट्युबरलाई त सबैले नै हेरिहाल्छ, सानोलाई हेर्दैन। त्यसैले गर्दाखेरि अल्छी लागेको थियो। तर मेरो पनि राम्रै भ्युजहरू आउँदैछ, राम्रै सब्सक्राइबरहरू बढिरहेछ। त्यसैले एकदम साथीहरूसँग हातमा हात अँगालो मारेर यसरी हिँड्नुपर्छ है। हामी सम्पूर्ण नेपालीहरू जहाँ भयो भने यसो एक अर्कामा सहयोग गरागरको भावना साथै एक अर्कामा हेल्प गरागर गर्नुपर्छ। अब हामी चाहिँ फेरि माथिदेखि अरू ठाउँ पनि घुम्नु पर्ने छ। धेरै ठाउँहरू भाइहरूलाई घुमाउनु पर्ने छ। त्यसैले गर्दाखेरि आज लगभग 300 किलोमिटरसम्मको यात्रा हुनेछ। 300 किलोमिटरको एरिया चाहिँ कभर गरेर चाहिँ लगभग म भाइहरूलाई घुमाउने छु। एकदम आनन्द साथ यहाँको बारेमा गाइड, यहाँको
हरेक रहन्छन् प्राकृतिकदेखि लिएर सुन्दरता के छ, कसरी भयो देश यसरी विकास। हामी सबैमा जनचेतना हुनुपर्छ है। हामीले देश गर्नुपर्छ, केही अभियानहरू हुनुपर्छ। हामी फेरि अर्को साइडतिर जाँदैछौँ, अर्को पार्कमा हामीले केही गर्नुपर्छ। अब हामी चाहिँ गाडी पार्क गर्न लाग्यौँ। यहाँ चाहिँ के छ भने गाडी चाहिँ के छ भने यस्तो अनुशासन हुन्छ, गाडी मान्छे हिँड्नु साथ पर 100 मिटर पर रोकिहाल्छ है, रोकिहाल्नुपर्छ। यतिको चाहिँ हामीमा ड्राइभरमा डिसिप्लिन हुन्छ है। हामीले ड्राइभिङ गरेको छौँ भने 100 मिटर पहिले नै हामीले चाहिँ 50 मिटर एप्रोक्स 50 मिटर नै पहिले रोकेर चाहिँ हामी पेरिस्ट पैदल यात्रीलाई प्रायोरिटी दिने गर्छौँ। त्यसैले गर्दा यसरी नेपालमा पनि यो जनचेतना हुनुपर्छ। किनभने पैदल सेनालाई, पैदल यात्रीलाई फर्स्ट प्रायोरिटी, जनावरहरूलाई जहिले हतार गर्नु हुँदैन। किनभने त्यसैले गर्दाखेरि मजाले चाहिँ अब घुमिरहेको छौँ, आनन्द लिइरहेको छौँ। मजाले सुटिङको एरिया रहेको छ यो सानो ठाउँ। हेर्नु त रुखको पनि डिजाइन हरेक बनाएर, ह्याज कटिङदेखि लिएर यताउता पानीको व्यवस्थापन हेर्नु, रुख पनि सानो छाता जस्तो यसरी है हामीले बनाउनुपर्छ, सिक्नुपर्छ। यसो मेरो युट्युब हेरेर पनि हेर्नु होला, डिजाइन गर्नु होला, सिक्नु होला स्किल। यो एउटा गार्डनरको पनि जहीँ पुसुकै पनि जागिर पाउँछ है गार्डनर भएपछि, चाहे जुनै पनि देशमा। एकदम आनन्द लिइरहेको छु, किनभने लिनु पर्ने हुन्छ जिन्दगीमा। जहिले दुःख चाहिँ दुखीराम चाहिँ हुनु भएन है। मैले सबै मेरो भाइहरूलाई पनि सम्झिरहेको छु, भाइहरू हमेसा खुसी हुनुपर्छ, मजाले मोटिभेटेड, सेल्फ मोटिभेटेड हुनुपर्छ। मोटिभेसन एकदम जरुरत छ। हेर्नु त पहिले बचपनमा बसेर खिचेको एकदम याद आयो फोटो। हेर्नु त आनन्द मजाले केटाकेटीहरू मजाले फुलमा फोटो खिच्थ्यो नि पहिलेको समयमा। त्यसै नै मैले पनि खिचिरहेको छु। हजुरहरू पनि कस्तो हुन्छ मजाको यो चाहिँ ह्याज कटिङ, यो फुलको डिजाइनिङहरू गरेर यो डिजाइनिङ हामीले नेपालमा पनि राम्रो गरेर एकदम गर्नुपर्छ। यो चाहिँ सानो सुनगाई भनेको नदीको किनारमा रहेको छ कि त्यसैले गर्दा हामी किनारको हावाको साथमा आनन्द लिनेछौँ। हावा सर्र चलिरहेछ। भाइहरूलाई गाइड गरिरहेको छु एकदमै। यहाँ चाहिँ हेर्नु त फोहोर मैलाहरू पनि केही पनि फोहोर मैलाहरू जताभावी फाल्दैन। यहाँ सबै बोकेर लाने हो, घरमै गएर आफ्नो रबिस डम्पिङ पोइन्टमा राख्ने हो। त्यसैले गर्दाखेरि हामी सबैले एकजनाले गरेर हुँदैन, हामी सबैले जनचेतना हुनुपर्छ। एकदम यो चेतनामूलक पनि भिडियो रहेको छ। र यो डिजाइन हेरेर मजाले यता छ पेकन तोतङको लोगो रहेको छ। यो तोतङ डिस्ट्रिक्ट रहेको छ। एकदम हामी मेरो पार्टनरहरू, किनभने अब केही समयमै नै हामी छुट्टिनेछ। फेरि अब केही दिन पछाडि फेरि नेपालमा भेटिनेछ। हाम्रो भाइ एकदमै पनेश भाइ एकदमै इन्ट्रेस्टेड, हरेक भिडियो टिकटक युट्युब बनाउनु इन्ट्रेस्टेड छ। उहाँलाई पनि मैले के छ भने अब युट्युब बनाउनुपर्छ, तर लगातार बनाउनुपर्छ, त्यो केही महिना गरेर छोड्ने होइन भनेर म चाहिँ भाइहरूलाई सम्झाउँदैछु। एकदम गाह्रो छ, बनाएर पनि हुँदैन। फेरि मोनिटाइज गर्न गाह्रो छ, भ्यू पोइन्ट गाह्रो छ। अरे गाह्रो बेगर यसरी यो गाह्रो भनेको के हो भनेको हामीले सिक्ने हो। हेर्नु त सुनगा तोतङ रहेको छ। एकदम राम्रो दृश्य रहेको रहेछ समुद्रमा, मजाले हावा। अनि भिडियोहरू के छ भने हामीले चाहिँ एकदमै मजाले इन्जोय गरेर चाहिँ के गर्नुपर्छ भने दिनलाई बिताउनुपर्छ। दिनलाई हमेसा सुखी हुन्छ, दुखी आत्मा चाहिँ बनाउनु हुँदैन है। सम्पूर्ण मेरो साथीहरू सानो आफूसँग केही नभए पनि हमेसा खुसी भएर अगाडि बढ्नुपर्छ। म चाहिँ एकदम पिक्चर लिँदैछु। अलिकति कालो भएको छ, निकै कालो पनि भयो कि हो कमेन्ट गर्नु होला। निकै कालो देखिँदैछ हजुरहरू। तपाईँको युट्युबर भाइ साथी एकदम कालो हुँदैछ। अब चाहिँ हामी केही समय नाच गरेर चाहिँ हामी मनोरञ्जन लिनेछौँ।
बाजा गाजा बेगर्ने मजाले नाच्यो। अब चाहिँ म भाइहरूसँग फोटो तस्बिर लिने विचार गरेँ, किनभने चाहिँ यो तस्बिर पनि खिचिराख्नुपर्छ, फोटो खिचिराख्नुपर्छ। अब यसै गरी हामी चाहिँ अब केही फोटो खिचेर चाहिँ अर्को पार्कमा जानेछौँ। मेरो च्यानललाई लाइक गरिदिनु होला, मन पर्यो भने सब्सक्राइब गरिदिनु होला, फुल वाच गरेर कमेन्ट गरेर साथ सपोर्ट दिनु हुन हार्दिक अनुरोध छ।